पछिल्ला वर्षहरूमा जापानमा विद्यार्थी भिसामा आउने नेपालीहरूको सङ्ख्या निकै बाक्लिँदै गएको छ। अझ यसमा पछिल्ला 2 वर्षमा त हालसम्मकै धेरै विद्यार्थीहरू भित्रिएको मानिन्छ। त्यसो त जापानमा विद्यार्थी भिसामा आउने नेपालीहरू मात्रै होइनन्। यहाँ नेपालका अलावा भियतनाम, म्यानमार, भारत, बङ्गलादेश, श्रीलङ्का, इन्डोनेसिया तथा चाइना लगायत विश्वका अन्य थुप्रै मुलुकहरूबाट धेरै अघिदेखि विद्यार्थीहरू आउने गरेका छन्। यो क्रममा भाषामा रहेको समानता र भौगोलिक दूरी पनि नजिक भएकाले सबैभन्दा बढी चाहिँ चाइनिजहरू नै आउने गरेको तथ्याङ्कले देखाउँछ। यो एसियाली मुलुक भएर पनि भौतिक विकासमा निकै अगाडि रहेको र विश्वको तेस्रो ठुलो अर्थतन्त्र भएको मुलुक भएकाले पनि यहाँ अवसरहरू धेरै छन् र त्यही अवसरकै खोजीमा हरेक वर्ष यहाँ हजारौँ विदेशीहरू विभिन्न बहानामा भित्रिरहेका छन्। यही क्रममा नेपालीहरू पनि अग्रस्थानमा छन्। त्यसो त नेपालीहरू जापानमा आउन थालेको धेरै समय भइसकेको छ, तर पहिलेभन्दा अहिले जापान आउने नेपालीहरूको सङ्ख्या ज्यामितीय अनुपातमा वृद्धि भइरहेको छ। कुक, बिजनेस तथा विद्यार्थी यी 3 प्रकारका भिसा वाहकहरूको सङ्ख्या अधिक रहेको छ। पछिल्ला वर्षहरूमा विद्यार्थी भिसाप्रति देखिएको आकर्षण कायम रह्यो भने अबको केही वर्षमा जापानमा विद्यार्थी भिसा वाहक नेपालीहरूको सङ्ख्या सबैभन्दा धेरै हुने निश्चित छ। अहिले जापानमा झन्डै 60,000को हाराहारीमा नेपालीहरू रहेका छन्। सामान्यतः नेपाली विद्यार्थीहरूमा जापानप्रतिको बढ्दो आकर्षणको मुख्य कारण भनेको अथाह अवसर छ भनिनु नै हो। मैले सुरुवातमा पनि लेखिसकेँ कि जापान भौतिक विकासको आधारमा निकै अगाडि छ। आर्थिक विकासको कुरा गर्ने हो भने केही वर्ष अघिसम्म मात्र पनि विश्वको दोस्रो ठुलो अर्थतन्त्र भएको मुलुकको सूचीमा थियो भने अहिले पछिल्ला वर्षहरूको आर्थिक मन्दीका बावजुद पनि अझै विश्वको तेस्रो ठुलो अर्थतन्त्र भएको मुलुक हो। यहाँको अटो तथा अन्य मेसिनरी उद्योगहरूको विकास अचम्म लाग्ने किसिमले उत्कर्षमा पुगेको छ। जापान विश्वका उत्कृष्ट मोटर तथा पार्ट्स उत्पादक कम्पनीहरूको हबका रूपमा मानिन्छ। यो सँगै सूचना प्रविधिको विकासमा पनि विश्वकै अग्रपङ्क्तिमा रहेको छ। यी र यस्ता थुप्रै कारणहरू छन् जसले यहाँ रोजगारी र अर्थोपार्जनका अवसरहरू प्रशस्तै छन् भन्ने आधारहरू स्वतः पेश गर्छन्। यो सँगै जापान सुरक्षित र ऐन कानुनको पालना सुव्यवस्थित ढङ्गमा भएको मुलुकको सूचीमा पनि अग्रस्थानमै छ। यी र यस्ता कारणहरूले जोसुकैलाई पनि सजिलै आकर्षण गर्न सक्दछ जापान। अझ नेपाली विद्यार्थीहरूका हकमा त भिसा प्रक्रिया पनि तुलनात्मक रूपमा सहज, भाषा पढ्नका लागि आउने हुँदा शैक्षिक योग्यता पनि अरू विकसित मुलुकमा जान जस्तो खासै उत्कृष्ट हुनु नपर्ने, पढ्दै पार्ट टाइम काम गरेको भरमा नेपालमा पनि राम्रै पैसा पठाउन सकिने लगायतका कारणहरूले महत्त्वपूर्ण भूमिका खेलेको पाइन्छ। हो, जापानमा साँच्चै अथाह अवसरहरू छन्, तर त्यही अवसरहरू प्राप्त गर्नका लागि सानोतिनो प्रयास र धैर्यताले खासै सम्भव छैन। खास गरी नेपाली विद्यार्थीहरूको सवालमा भन्ने हो भने जापानमा रहेको भनिएका अवसरहरू केवल सुन्नमै सीमित छ भन्दा फरक नपर्ला, किनकि अधिकांश नेपाली यहाँ पढ्ने बहानामा आएका मात्र हुन्छन्। यहाँ आएर पढ्ने भन्दा पनि कसरी चाँडोभन्दा चाँडो पैसा कमाउने भन्नेमा मात्र लागेका भेटिन्छन्, जसको कारण न उसले यहाँको भाषा नै राम्रोसँग जान्छ न त यहाँका कलेज तथा विश्वविद्यालयहरूमा गएर राम्रोसँग पढ्न सक्छ। यहाँ आउने अधिकांश नेपाली विद्यार्थीहरूको मुख्य लक्ष्य भनेको अर्थोपार्जन हो। जसरी हुन्छ जस्तो काम गरेर हुन्छ पैसा कमाऊ, नेपालबाट आएको ऋण तिर र केही जम्मा गर अनि नेपाल फर्क, योभन्दा पृथक सोच राख्नेहरू बिरलै भेटिन्छन्। यहाँको कानुनले तोकिदिएको हप्तामा 28 घण्टाको मात्र काम गर्ने नेपाली भेट्टाउन असम्भव छ। यहाँ आउनेहरूले हप्तामा कम्तीमा 50 घण्टा बराबरको काम गरिरहेका हुन्छन्, जुन कानुन त गैर कानुनी हो। यसले एक त विद्यार्थीहरूको भिसा अवधि थप हुने नहुने कुनै टुङ्गो हुँदैन भने अर्को जुन विद्यार्थी एक हप्तामै 50 घण्टा काम गर्छ उसले कहिले र कति पढ्ला सजिलै अनुमान गर्न सकिन्छ। जापानमा पढ्ने अधिकांश विद्यार्थीहरूसँग मुस्किलले प्रमाणपत्र त हुन्छ, तर त्यो विषयको ज्ञान भने शून्य। यदि त्यही विषय राम्रोसँग पढ्ने र त्यसलाई उपयोग गर्न सक्ने हो भने दीर्घकालसम्मका लागि राम्रा र दिगो अवसर सृजना हुने थियो। तर विडम्बना, जापान 10 वर्षसम्म बसे पनि उसले सुरुवाती दिनहरूमा पाउने अवसर र गर्ने काममा खासै केही फरक ल्याउन सक्दैन।
नेपाली विद्यार्थीहरूमा यो प्रवृत्तिको हाबी हुनु पछाडिका कारणहरू धेरै होलान्, तर त्यसमध्येमा नेपालमा कन्सल्टेन्सी सञ्चालकहरूले देखाउने महत्त्वाकांक्षी सपना तथा स्वदेशप्रतिको बढ्दो वितृष्णा मुख्य हो। नेपालमा भाषा स्कुलमा भाषा पढ्न थालेदेखि नै जापान गएपछि यस्तो काम पाइन्छ, महिनामा यति र उति कमाइन्छ, 6 महिना अघि जानेले यति कमायो जस्ता कुराहरू नै बढी सुनाइन्छ। भाषा पढ्दै गरेको विद्यार्थी कमाइको मोहमा आफ्नो क्षमताभन्दा पनि ऋण काटेर 12-13 लाख रुपियाँ 36% ब्याजमा जोहो गर्छ र त्यो रकम कन्सल्टेन्सी तथा जापानका भाषा विद्यालयमा बुझाएर हतार रातारात मालामाल हुने सुन्दर सपना साँचेर जापान आएको छ। तर उसले नेपालमा जे गर्नु पर्थ्यो त्यही गरेको हुँदैन। यानि कि भाषा स्कुल त गएको हुन्छ तर भाषा पढेको हुँदैन। जापानमा आएर धन कमाउने सुन्दर सपना देख्छ, तर त्यो सपना पुरा गर्न कति रोटी पेल्नुपर्छ त्यो बारे अनभिज्ञ हुन्छ, जसको कारण जापान टिकेको केही क्षणबाट उसमा निराश पनि बढ्न थाल्छ। किनकि अरू कसैको सहायता बिना ऊ एक ठाउँबाट अर्को ठाउँसम्म पनि पुग्न सक्दैन। यहाँ उसले जानेको टुटेफुटेको अङ्ग्रेजीले पनि काम गर्दैन र केही दिन इन्स्टिच्युटमा गएर सिकेको ओहायो ओगोजाइमास र कोन्निचुवाले नि पुग्दैन। यो क्रम चल्दै लगभग 1 महिनाको बीचमा उभित्र जापानप्रति पूर्ण नकारात्मक धारणा सिवाय केही बाँकी रहँदैन र उसले देखेका सपना पूरा गर्ने भन्दा पनि नेपालबाट आउँदा लागेको ऋण कसरी तिर्ने र कसरी जापानमा आफ्नो खर्च धान्ने भन्ने मात्र सोच्न बाध्य हुन्छ। फलस्वरूप बल्ल बल्ल दुनियाँलाई गुहारेर मुस्किलले होटल यामातो तथा बेन्तो जस्ता कम्पनीहरूमा कामका लागि छिर्छ र त्यहीबाट आउने केही रकमको आशमा पढाइ सडाइ एउटा कुनामा थुपारेर पसिनाले शरीर बिजाउन थाल्छ। बल्ल बल्ल अलिअलि कमाउन थाल्छ। फेरि स्कुलको बाँकी शुल्क तिर्ने समय आइपुग्छ अनि फेरि जिन्दगी तनावमय हुन्छ। रातभरि नसुती काम गर्यो, पैसा कमायो, तर कोठा भाडा, खाना खर्च, ट्रेन भाडा, इन्सुरेन्सको पैसा, कलेज फी तिर्दा ठिक्क। उता नेपालमा आउँदा खोजेको 12 लाख ऋण 18 लाख पुगिसकेको हुन्छ। यस्तो वातावरणमा बिचाराले पढोस् पनि कसरी? जसरी हुन्छ काम, अनि काम नगरी सुखै हुँदैन र लाग्छ निरन्तर काम गर्न। पढ्न छाडेर कामलाई प्राथमिकता दिएपछि अलिअलि जसोतसो ऋण त घटाउँछ, तर भिसा थपिने सम्भावना अत्यन्त न्यून हुन्छ। नेपाल फर्कौँ ऋण नै बाँकी छ, नफर्कौँ भिसा पाउने सम्भावना छैन। उसलाई जसरी पनि जापान बस्नु छ। नेपालमा बाबुआमाको नाक जो ठुलो भइरहेको छ। यसमा विकल्प कि कुनै कम्पनीमा वर्किङ भिसा कि बिजनेस भिसा कि त कुनै जापानिजसँग बिहे गर्न सक्नु पर्थ्यो, तर उसँग उल्लेखित कुनै योग्यता हुँदैन। अन्तत ऊ देश सग्लो भएर पनि देशविहीन बन्ने बाटोमा सोचिन्छ र कहिले नसोचेको मार्ग पछ्याउँदै शरणार्थीको आवेदन दिन पुग्छ अनि भन्छ जापान आउनुभन्दा त खाडी मुलुक गएको भए धेरै बेस। जापान आउनुभन्दा त खाडी मुलुक गएको भए धेरै बेस। यो सामग्रीलाई राजन गौतमले लेख्नु भएको हो। हामीले यसलाई सेतोपाटी.com बाट साभार गरेका हौँ।